हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी चाहिँ आज दिक्तेलको मजुवामा जाँदैछौँ। मजुवा गढी दामी ठाउँ छ यहाँ चाहिँ। गाइज यो चाहिँ यही हो प्रवेशद्वार। यता फोटो खिच्ने हो। हामी चाहिँ अब यहीँबाट उकालो जानुपर्छ गाइज। ल गाइज हामी चाहिँ प्रवेशद्वारमा छिरिसकेको छौँ है। अब मन्दिरसम्म यस्तै सिडी छ उकालो माथिसम्म। म चाहिँ यहाँ दाइहरूसँग जाँदैछु। मोबाइलले फर्कान चाहिँ दाइहरू हुनुहुन्छ यता। ल गाइज हामी चाहिँ बाटोको आधीको आधीमा आइपुगेको छैन है हामी। म बोकुम यस्तो छ है हाम्रो दिक्तेलको मजुवा गाडी। पहिला चाहिँ यस्तो बनाएको थिएन, अहिले चाहिँ बब्बाल बनाएको छ है गाइज। दिक्तेल रूपाकोट मजुवा गढी वडा नम्बर 1 को देवीथान जाँदैछौँ हामी होइन। हिँड्नु सक्नु भएन क्या दाइ दादा? मन्दिर त माथि नै छ नि। दिस इज चेक पोइन्ट। रेस्ट गर्नेहरूलाई, आराम बिसाउने मान्छेहरूलाई बिसाउने ठाउँ। के खाने गाइज यहाँ? जे भन्छु त्यही दिन्छ आजको दिनमा भने त पसलै बन्द रहेछ यार। हामी चाहिँ यहाँ बिसाउन आँटेको छौँ है गाइज गलेर। यो चाहिँ दिक्तेल बजार हो गाइज, हेर्न सक्नुहुन्छ है जातिको भ्यू। ल जुम दाइहरू। लाउ कि नलाउ जुग जाने पिराती हो। अनि के पो थियो? ठिक छ त प्रयास ठिक छ। अनि दाइहरूलाई चाहिँ कस्तो फिल भइरहेको छ मन्दिर जाँदा आज? हेलो राम्रो गाइज। ठुलो दाइ एकदम गुड छ। ठिक छ। हामी चाहिँ धेरै नै गलिसक्यौँ है। ल जोस झिकुम जेनजीहरूको सपना बोकी। यहाँ त दामी देखिँदो रहेछ है दिक्तेल। पानी पाउँदैन माथि। यो उकालोमा त आफ्नो गर्लफ्रेन्ड भयो नि बोकी माग्नुको लागि। गर्लफ्रेन्डले तँलाई बोकी माग्छ?
बोक्छ तँलाई म त बोकी माग्थेँ जाठीसँग मलाई बोक बोक भन्दै ढाडमा चल्छ तेरो छ नि बाटो त अझै कति बस्ने यहाँ बस जुम त्यहीँनिर जुम छ हिँड मलाई माथि बिस्तारै जाने टोक्दैनस् नि टोक्दिन दाजु टोक्दिन भन्दै भन्छ कुकुरले अब तँलाई एकदम दामी देखियो त है रातिको सिन पाइँदैन हौ दाजु हाम्रो हाइकिङ यहीँनिर अब नजाने मुन्नु मुदुम भन्दा यही बवाल भयो देखियो आजको मुन्दुङ दिनमा हौ मुन्दुम मुन्दुम ट्रायल होइन मुन्दुङ मुन्दुङ ए मुन्दुङ मुन्दुङलाई त रिसोर्ट पनि भन्थ्यो त त्यो ठाउँको नाममा राखेको रिजोर्ट हो मुन्दुङ रिजोर्ट रिजोर्ट कि फेरि रिसोर्ट रिसोर्ट जे नि भन्छ छैन हौ जानु न किन्नु बन्द छ के खानुहुन्छ दिन्छ के चाहियो बाबु रेड पान्डा रेड पान्डा नेपालमा पाउँछ रेड पान्डा पाइहाल्छ नि कति थन पाइन्छ यता माथि पनि चढौँ है यहाँनिर के छ त्यहाँ नचढ्ने भयो होइन सिधै मन्दिर छिर्ने हो र भनेर नि होइन बरु मन्दिर छिरेर जाउँ है होइन यताबाट छिडेर जानुपर्छ आउनु न आउनु यस्तो ठाउँ छ कहाँ छोड्नु गलेर यहाँ कस्तो भइरहेछ जोस खै तेरो जोस त छ नि जेनजीहरूको बसेर एकछिन म त माथि पनि जाने हो एक्लै भिडियो बनाएर आउने यो गुफा त छिर्ने होला नि त भाग्यमानी हुनुहुन्छ कि हुँदैन यो भित्र पसेर थाहा हुन्छ अब आउनु चप्पल खोल्नु पालो पर्खी काजी पालो पर्खी धैर्य पूर्ण बस गरे होइन हामी चाहिँ टक्क गुफाभित्र छिर्दैछौँ है यस्तो चिसो छ है एकदम मजा छ त यार गुफाभित्र त अनि छिर्नु न छिर्नु त फोनको बत्ती बाल्नु त अस्ति नआउँदा त बत्ती बलेको छ यहाँ त्यो होइन यता छिर्ने हो यहाँ माथि सिधै माथि खोल्नु त म हिँड्छु त्यसैको टर्च बाल न बन्छ त टर्चै बाल्नु मिल्दैन त्यो लगायत छ हामी चाहिँ यहाँ टक्क मेन गुफाभित्र छिरिरहेको छौँ है हामी चाहिँ यहाँ टक्क यही ठ्याक्क मेरै अगाडि छ देउताहरू अनि फ्ल्यासलाइट नबालेको कसरी देख्छ र यहाँ छ मेन देउता बाल्नु लु ए बिर्सेको हाम्रो दाजुहरू आउनु हुँदैछ नि टर्च पनि भइरहेछ अनि देखिरहेछ र देख्दैन देखिरहेछ त्यो फोन भेटी चलाउनु पर्ने यहाँ साँच्ची यहाँ साथै भेटी चढाउनु पर्छ नि खुद्रा छ करणीसँग छ 10 रुपियाँ छैन नि खुद्रा मसँग त्यहाँभित्र छ ओन्ली 20 रुपियाँ छ खुद्रा हाम्रो ए 10 रुपियाँ पनि रहेछ तपाईँसँग कति छ खुद्रा अब यसमा साँच्ची राख्यो ल 10 देखाउनु त दाजुसँग पस्दा छ अरे टन्नै छ क्या पैसा छैन नि काजी
मैले मागेको कुरा पुरा नगरिदिने अलिअलि गरिदिने सबै कुरा मागेको पुरा नभए नि चिसो पो जाने रुगा लाग्छ बरु म दाइलाई हालिदिन्छु मलाई तपाईँ हालिदिनु त सार्दै यसले हो त्यसले नि यसले हो हाल्दिनँ खोइ दाइलाई म हालिदिन्छु नि त टक्क मेरो दाइलाई भाग्यमानी हुनु है भाइको आशीर्वाद लाग्यो धन्यवाद यता देखाउनु मलाई हालिदिनु त फेरि म देखिन्छु ल यता मोबाइल टर्च केटाहरू बिहे गरिदिएको सिन्दुर लगाएर लु भाग्यमानी भइस भाइ लाउरे केटाहरू अब 1-2 वर्षको अब छिर्ने भनेको यता र यताबाट हो निस्किने मोटी नानी यार भाग्यमानी मात्र छिर्छ यहाँ त थाहा छ कि भन्छ पातुलो मान्छे जो पनि छिर्छ भाग्यमानी होस् या अभागी म त बोइतीबाट जान्छु यार दाइलाई देखाउनु त किन डराउनु भएको हो यताबाट जान्छु यत्रो गर्छ बहुत ज्याकेट कपडा सल्दा दिन्छ तँ जान्छ भाइलाई दे त्यही भाइले देखिन्छ यताबाट देखाउनु न भाइले दिइ न म पनि छिर्दैछु है अब भाग्यमानी छु कि छैन अब त पाइन्छ है भाग्यमानी नहुने त कुरै छैन ल भाइ तर यहाँ भविष्यले अब बताउँछन् म यतिबाट जान्छु ल ठ्याना मोबाइल सरी ओ माय गॉड हामी चाहिँ यहाँभित्र पनि छिडेर निस्किसक्यौँ हाम्रो पहिलो दाजु यता हुनुहुन्छ है भाग्यमानीको स्रोत कस्तो लाग्यो गुफा तपाईँलाई दाइ एकदम स्वतन्त्र फर्स्ट टाइम होला तपाईँको यस माई फर्स्ट टाइम बेबी धनी हूँ भाग्य हूँ घन्टी त बजाएको छैन त राति घन्टी नबजाउनु भन्छ त्यस्तो हो दाइ भएपछि पहिले भन्नु पर्दैन मैले त्यही भएर त नबजाएको त नबजाएको बस्नु मेरो यहाँ जाऊँ न जाऊँ यहीँ मासतिर ठ्याक्क त्यो बत्ती बलेकोदेखि ठ्याक्क यस्तो घुम्नुपर्छ यत्रो दुःख गरे चियाहरू पनि गएन नि त अनि मेन भनेको चाहिँ माथि हो यहाँ पानी रहेछ आउँदैन त आउँदैन सायद यहाँ पानी आयो भने त भाषी मान्छेहरू आएन नि भाषी मैले पहिल्यै आउँदैन भनेको छु मैले कसो अरे भाषी भएँ म एक बुन्द मात्रै पाएको नि एक बुन्द म दिन्छु नि त तपाईँलाई तातो तातो एकदम फिल्टर हाले घन्टी बजाएको चाहिँ भगवान्मा आउँदैछु मेहनत चाहिँ लाग्छ यहाँ पर्ने उकालो चढ्नु जेएनजी दाइहरू छिटो आउनु न भगवान्लाई खबर त दिनु पर्यो नि त आउँदैछु भनेर त्यही मात्र छ सिडीको सिडी हेलो हामी चाहिँ चढाएर छौँ सिडीको सिडी भगवान्को आशीर्वाद लिनु हाम्रो दाइहरू हुनुहुन्छ यहाँ 2 जना छ दाइ हामी चाहिँ 3 जना मात्र घुम्न आएको छौँ र हाम्रो गन्तव्य चाहिँ यही हो है यता चाहिँ ढुङ्गाको छानाहरू लगाएको छ
परेवा पनि बसिरहेको छ है त्यहाँनिर मेन मन्दिर भनेको चाहिँ यही हो है भित्र गाई अब भित्र चाहिँ नपसिहाल्नु होला नुनिलो खाएर आइएको छ यता यो देब्रे साइड त्यस्तो छ ल यो चाहिँ पछाडि भाइ देवी थानको पछाडि घन्टी बजाम तीनचोटि हो मलाई दुईचोटि जस्तो लाग्छ त ल हाम्रो दाजुले बजाउनु हुँदैछ है अब यो ठाउँलाई पनि छोडेर थोरै मास्टर निस्किन्छौँ अब हामी छ नि त्यहाँ त अझै ट्रेनिङ सेन्टर साँच्चै हो लाउहरूको लागि होइन हामी जस्तो जेएनजीहरूको लागि बिहान दिउँसो भन्दा बेलुकाको भ्यू दामी देखिन्छ नि यस्तो मजा हुन्छ पहिला यहाँ गएर आमै यहाँनिर शिवजीको पनि अलिक थोरै राम्रो छ नि पार्वती हो यो होइन शिव पार्वती चाहिँ यहाँ छ है सँगै ठाउँ चाहिँ यस्तो छ सब पातो मजा गाडी त एकदम झिलिमिली छ नि होइन ध्यान दिएर सुन्नुहोस् यो समाचार खबरदार दिउँसो बेलुकाको यो भ्यू राम्रो लागेन तपाईँलाई राम्रो लाग्यो तर यतिको चाहिँ जङ्गलै जङ्गल छ नि कहाँबाट पुग्छ यताबाट चाहिँ यता र त्यो भएको ठाउँ आउने यता जानुपर्छ टक्क त्यहाँ गएर ट्रेनिङ गरेर होइन 8:30 बजी घर आइज भन्दै हुन्थ्यो दाइ कति नै बज्दैछ र 7:50 सब छाप छाप चार्ने आज 7:50 भयो जय शम्भु शिवजी जतिमाको सुधिरहेको यहाँ पनि छ है ट्रेनिङ गर्ने भए यता चाहिँ सब लाइनले बस्ने ठाउँ छ यहाँनिर छ यता साइड पनि ट्रेनिङ गर्नको लागि यो चाहिँ हाम्रै लागि है ओइ ठोकिदिरा ठिक छ नि ट्रेनिङ सेन्टर हाम्रो मेन त आज फेरि यहाँ के साह्रो बच्चा जस्तो खेलेको हो राइडमा जाने हो बस्छ पछाडि अर्कोपट्टिबाट हान्दा ल अब हो त्यसरी ल एउटा मिठो टाङ्ना त दिक्तेल बजार भन्ने ल सुरु मरि गए माटैको सिरानी
माटेको सिरानी ले बहिनी लैलै गरौँ न चिन्जानी खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार दाजु हामी त्यही तल बेसीको घन गरी लैलै माया हितैको खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार बहिनी तिमीले मोहनी लगायौ तिनको छिनमै लैलै संसारै भुलायौ खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार लैलै सम्झनामा आउँछौ हजार दाजु तिमीले दोधारमा पार्छौ कि तिनको छिनमै लैलै मन कुरा पुगेछौ कि खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार खायो मनमा खायो के खायो खसीले मेरो माया लैलै लेखिदेऊ मसीले खोटाङ जिल्ला दिक्तेल बजार उकालीमा बर खोजे बर पाइन हो नि र माया उकालीमा बर खोजे बर पाइन हो नि र माया यो जीवन तिम्रै आसमा जाने हो नि र माया यो जीवन तिम्रै आशैमा जाने भुमाया समथिङ सिक्का देउराली तिमीलाई सम्झँदै ओराली तिमीलाई सम्झँदै झरे ओराली आकाशैमा तीन थुङ्गा तिनतिर हो नि र माया आकाशैमा तीन थुङ्गा तिनतिर हो नि र माया तिम्रो मेरो माया पो नहुने हो नि र माया तिम्रो मेरो माया इलामे चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो कसकी हो छोरी पातली मोरी लैजाने आँट हाम्रो खड्क हुनुमा पर्ख मनाइ नपर्ख ऐस्यालु खड्क मन लागे पर्ख मनाइ नपर्ख धनको चाहिने मनमा मिले यही बेगर यही वर्ष इलामे सहर चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो कसकी हो छोरी पातली मोरी लैजाने आँट हाम्रो